हेलो एभ्रिवान, आज चाहिँ हाम्रो दिवाली हो हैन। मैले चाहिँ हेर्नु न के भन्छ अघि बिहान चाहिँ हाम्रो बत्ती नभएर खासै भिडियो गर्न पाएन हैन। अहिले चाहिँ यति नै हो। सो म चाहिँ दिवालीको लागि रेडी भइसकेको छु। कस्तो देखियो हान्दिनु ल पूजालाई अम्बडो। अनि मेरो बेबीहरु चाहिँ देखा त आउ सानो पनि यो फ्यासन छ के खोइ खोइ तिम्रो उयो रुमाल म रुमाल छोड भन्छ कस्तो दुई जना हात पकाएर मात्रै ए लु हिँड यति मेरो अगाडि लिएर हिँड त ब्याग बोक्नै आन्टुको आन्टुको ब्याग त आन्टुले बोक्ने नि यहाँ ब्लग बनाउँछ गाइस म रेडी भइसकेँ जानको लागि। छैन यतिकै हुन्छ यहाँ फुल टिप्ने म त आधा पोखै त गाइस हामी चाहिँ गएको छोटो अहिले पर्दैन म त हिँडेको के नै हुँदैन धेर कराई कराई गर्ने नि छिटो अब थिन्छ पनि त कालो छ त्यस्तो त पर्दैन यतिकै ठिक छ म नाम्लो लामो पनि छैन छोटो पनि छैन गाइज मेरो एकदम ठिक छ। पानी पर्न आँट्यो गाइज आज पानी नपर्नु पर्नु पर्ने छोरा बेलुका परेन भिजाउँदैन हौ पुगिहाल्छ। आन्टीले चाहिँ दियो बोक्नु भएको छ, आमाले चाहिँ दुध बोक्नु भएको। आज हाम्रो गोर्धु पनि हो नि त। अनि मैले चाहिँ थुन्चे बोकेको चाहिँ थुन्चे चाहिँ बाङ्गो बाङ्गो छ यहाँ हेर्नु होला है। गाइस थुन्चे बाङ्गो हो भन्ने कुरा आइरहेको छ यहाँनिर। ए भइरहेको छ हौ मलाई चाहिँ यहाँ सजिलो भएको छ कि आज हामी मात्रै हो अन्तिम मारे आज बुवाले चाहिँ आमाले धेर तिमीहरूलाई कराउली बिस्तार है भन्दै जा त्यही त हामी आइपुग्न आँट्यौँ अब चाहिँ डढ्दैन कि क्या हो त्यहाँ अलिक ठुलो टपाई भए पो माथिबाट छान पानी चुयो पानी फटाफटी फटका तान्नुमै अब लाइट भएको भए त मजाले हो हुन्थ्यो क्या अनि त्योबाट चाहिँ के नदेख्ने लाइट मोबाइलमा पनि चाहने बाङ्गे नै छ है आमा बाङ्गे नै छ ए माया लु सबै यतै हेर्दै त मारे त आन्टीको दियो हिँड्नु अगाडि हुन्छ देखेर सबै भन्छ अरे उनीहरूको पो अब ठिक्क पऱ्यो नि 2 मिनटमा पुग्छ नि त हाम्रो बाबा त त्यही त केटाकेटी त ठिक
हेर्दैछन् हाम्रो मात्रै हेर्छन् दान्जी हुन्छ देखेर होला कालो बोका पनि रहेछ त नि तर हाम्रो नि त थिएन गाडी छैन बाटोमा अङ्कलले बसिहाल्नु बिस्तारै आऊ है बाटो हटिन्न हजुर देउता पनि हेरे उता उता जानु पर्यो
अलिकति पछि जानु त तपाईँहरू पछाडि जानु त तपाईँहरू त्यहीँ बस्छ उहाँको पछाडि जानु दुईवटा लाइन हाम्रो बुवा त त्यहाँ एउटा बोक्नु भएको छैन होला नि बुवाले बोक्नुभन्दा मलाई अब यति मान्छेहरू चाहिँ कस्तो बितेको होइन पछाडि पाल्ने आन्टी ठिकै दाजु मेक्समलाई भन्नु है लडाउँछ कता देउता पनि घुमाउँदै हुन्छ होला नि त नि मुलघरको भारी पछि हाम्रो घुमाउनु पर्ने के हुँदैन अब मूलघरको दियो त यहाँ छ अघिदेखि मूलघरको दियो अगाडि भनेको आन्टी त यहाँ हुँदो रहेछ आधी भनेको मात्रै पुग्दैन
मेन त्यो अगाडि छ हो त अनि एकचोटि घुम्नु कि दुईचोटि हो तिनचोटि घुम्दा त यहाँनिर 10 बज्छ होला अब यहाँबाट सिधै घन्टा नपुराउने त किन यसरी गर्दैन अनि हामी मात्रै गएर हुन्छ त उहाँ जानु पर्दैन अगाडि जमेको जमे पढाउँदै गर्नु न अगाडि सुन्नु पढाउनु खालि गमी दिनु नि हो पछाडि बसेर पढाइ गर्नु हुँदैन क्या ला के यति पास गर्नु आउनु त लक्ष्मीजी खै कहाँ छ जोसँग भयो नि उहाँ लिइरहेको छ गीता दिदीहरूसँग के भयो केमा पऱ्यो क्या खुट्टा त्यस्तो तारहरू र ए होइन जियोस् केमा खुट्टा बस्छु हो त्यो हो त्यो अरूको के कस्तो नपर्सेको है बिचराहरूलाई पानी सुन्केर म त माया लागेर जबरजस्ती पर्सिएर यस्तो चाहिँ फलफुल गर्ने चलन ल्याएको छ नि त्यही भएर मान्छेहरूले आज कतिको हत्या हुन्छ नि हो त उतातिरको गौरतातिरको त्यो थालहरूलाई सबै फलफुलले गर्दा खिर पकाउँदा अनि फलफुल बाजा बजाउने हेर्नु न मासु न अर्को ल्याएछ नि त यो अर्को लिएर बानी हाल्नुपर्छ धेरै मिठो घरको उसलाई त अनि यो त यहाँ अब चढाएको होइन होइन यो त अब अर्को वर्षको अर्को वर्ष मकै चाहिँ किराले जहाँ पनि खाँदो रहेछ है खान्छ नि अझ सबै मकै त किराले यस्तै बनाइदिएको छु खाना हुन्थ्यो भनेको त तर फल त फल्छ होला फले फल्छ नफले पनि एकदम बिहा छ र त्यही त फेरि रोप्नु भोगा चाहिँ आउँछ खाना हुन्छ नि त एक दिन चाहिँ खाना हुन्छ हाम्रो मकै खाने भन्दा भन्दै कता भयो को कान्छी अहिले भरे खानुपर्ने भन्ने कि खान्छ होला आज त के खानु त बहिनी कहाँ भ्याउनु देउराले घुमाउने हो न
अरे एक राउंड घूमने जाने एक राउंड घूमने तो उसमें राधे श्याम लोग यो पनि कुरिलो हो कि लहरा हो त लहरा बोला लहरा रहेछ आमा होइन यस्तै लहरा हुन्छ ए उयो रहेछ कुरिलै रहेछ क्या मलाई दुध पठाइदिनु खोइ मलाई त्यस्तै पठाउन अगाडि कुटेको भए म अगाडि कुट्थेँ होला जय राम जी एक फड्कै पुग्न आँटे नि अब हाम्रो कामै यति हो नि त फेरि हजुर यति हो नि त हाम्रो कामै ए तपाईँहरू काम यति हो एक खनको यी घर उपर एक खनको यहाँ एक खनको घुम्ने अनि त्यसपछि उता बस्ने कामै सक्यो त्यसको बाद लहरा पो रहेछ त यत्रो बेर कुरिलो रहेछ ठन्डै भनेको त लहरा पो रहेछ लहरा हो आमा यो कोही एक खण्ड घुम्नु लगाउनु हो होला पनि घुम्नै पर्यो बुकाले नि हो भन्दैछ खोइ मलाई पनि यतै घुमेर जाने होइन खण्ड मात्रै पर्दैन भित्र छिर्नलाई त जुत्ता फुटाउनु पर्यो जान पाइँदैन यहाँ रेड भएर तपाईँको भ्लग त कता जाँदैछ हात बोलेर बन्द पो भइसकेछ यस्तो भयो भने यहाँ टाइम चलिरह्यो भने भिडियो भएको हुन्छ ल
पर्दैन त हल्का उफ्रिँदै साडी उचाल्दै पो गरेको त दिदीले जस्तो उहाँ सिक न आमाजुले गरेको फुपू सासू भयो त मर्छ कि क्या हो नि यता घरि यतिकै केही हुँदैन ढुट्टो भयो भएर धुरा भयो त चालु उही गरेर एकचोटि पिच्छा म त गरिदिन्छु त नजिमका परेली भुतुकै हुन्छु मैले उही गरेको तिमी पनि गर न अनि पो हुन्छ त अहिले बसेको छैन तपाईँहरू मात्र ल बन्द गर
हाय गाइज नाच्नु न सबैजना रमाइलो गर्नु न फेरि लगाउ न सुरु स्टार्ट बजाउनु अरे बजाउनु अरे खाना दिउ न बेचारा घाँटी सुको होला कसको बजाइदिनु
कोही दाजुले छेल्दैन रमेश दाजुले अनि त्यता हटिदिनु काकालाई हेर चेटी पछि हेर बुवाले म हेर हेलो हजुर अब यहाँनिर मुरमेड काट्ने बेलामा सबैभन्दा फर्स्ट टिकट के गर्दै हुन्छ त्यो पछाडि बारले के गर्छ पछाडि कति उता पछाडि ख्याल गर्छ सबैजना खुच्चा खुच्ची चेप्टा लुगा लगाएर भाइले दियो दियो त उता छ अब अलिक छिटो यहाँ कुमार दाईलाई बोलाएको छ
कुमार दाई मिल न यो हाम्रो हो मेरीको बिचरा दुई चाको अब यहाँ आएपछि सीताको मम्मीसँग बसेर हामी घर जानुपर्छ अघि बिहान जस्तो गरेर जाउँ त म हुन्छ बोकेर आउँछु अनि जानुपर्छ ल जाउँ बसिरहनु अरे भन्नु न डर बताइनु हिलो बनाएर भनेको पानी छैन भन्छ नि चिप्लो चिप्लो त्यो हेर्नु न भुइँ हेर्नु कहाँ आइपुग्नु भयो निकाल्नु हौ भर्खर देखेर हिँड्नुहुन्छ हामीले त नभोल्याउनु है एउटा निकाल्नु अब अहिले एउटा भनिरहेपछि नि बेरी बोलिहाल्नु पर्छ त्यससँग भुट्दै खाँदै गर न खानु भएको छ भुट्दै ल राखिदिएको ल अहिले आइसक्नु सानो पका ठुलो कति हो ठुलो अहिले नचलाउनु सानो पकाउनु लुलु पकाउनु त अलिक रुकिनु पर्छ हेरेर ल ल त्यसमा कार्के धाल्छ ल ल भनिदियो त दाजुलाई मामालाई त्यो सानो पकाउनु दाजु
त्यो ठुलोको सानोको ल ल ल ल अब हामीले देउता निकालिसक्यौँ अब आएकै छैन मान्छेहरू आएपछि आइपुगिहाल्छ नि अब देउता निकालिहाल्यो अब ल ल अनि पनि बोल्नु बिचबाट पस्नु भन्नुहुँदैछ अघिमा हुनु पर्दैन है भन्नुहुँदैछ अब हामी नि घुम्नु पर्यो बिचबाट पस्न नि अगाडि पस्नु भन्नु एउटा छिरेर कहाँ ऊ यस्तो ठाउँ रहेछ सो गाइज अन्त्यमा चाहिँ हामीले 1-2वटा फोटाहरू खिच्यौँ अनि त्यसपछि हामी पनि आफ्नो आफ्नो बाटो लाग्यौँ। सो बाई बाई गाइज, अर्को भिडियोको प्रतीक्षा गर्नु होला है त। फेरि छिटै अर्को ब्लग आउनेछ। बाई बाई।